त्यसै पढ्छु भनेर मात्रै हुन्छ भान्जा? लौरेलाई त अर्काको गुलाम भन्छ नि मामा। भन्ने गर्छ हामी लौरेहरू विदेशीको गुलामी भनेर। यो पनि सही के त्यसो भए जापान अमेरिका जानेहरू आफ्नो पुर्खेली घर गएको हुन् त? तिमी जस्ता यस मातृभूमिका धेरै होनहार सपूतहरूले अर्काको सीमाको रक्षा गर्नको लागि बहादुरीका साथ लड्दा लड्दै वीरगति प्राप्त गरे। तर वीरताको ठाडो शिर कहिल्यै झुकाएन। एउटा कर्तव्यको खातिर त छाती थाप्न तयार हुने यी वीर गोर्खालीहरूले आफ्नो मातृभूमिको लागि रगत र पसिना बगाउने अवसर मात्रै पाउने हो भने पराईको गुलामी गर्ने कसले रुन्छ र भान्जा? यहाँ त माथि चढ्ने खोज्नेहरूलाई लिच्नुको सहारा दिने ठाउँ होइन भान्जा। यहाँ त अगाडि बढ्नेको खुट्टा तान्ने ठाउँ हो। त्यसैले भान्जा मैले प्रहरले तिमीलाई भर्ती गर्न खोजेको होइन। पीडा त चोट पाउनेलाई पो थाहा हुन्छ। अचानकको पीडा खोक्रीलाई थाहा हुँदैन भान्जा। यही हो भान्जा हाम्रो देशको पीडम्बरा। मैले आमालाई यसरी एक्लै घर छोडेर म परदेश जाँदा के आमा खुसी हुनुहोला र मामा? आमाले त बाबालाई पनि कति सम्झाउनुहुन्थ्यो। के हामी सधैँभरि यसरी नै एक्लै एक्लै जीवन बिताउने हो र? ज्यानको बाजी लगाएर सधैँ परदेश नबस्नु मेरो हजुर भन्दै कति रुनुहुन्थ्यो आमा। भर्खर 15-16 वर्ष कि कलकलावती युवतीको सिउँदोमा सिन्दुर छर्केर आफ्नो श्रीमानको अनुहार राम्रोसँग सम्झनामा बस्न नपाउँदै बिचारीसँग बिदा भएर विदेशिएका नौजवान फेरि आफ्नो श्रीमानको अनुहार देख्न नपाएर विधवा भएका तेरा दिदीबहिनीहरू धेरै छन् छोरा तेरो देशमा। आखिर मेरै सिउँदोको सिन्दुर पुसिँदा पनि मैले तेरै मुख हेरेर मन बुझाएँ। बाबु म तेरी आमा हुँ। मैले तँलाई जन्म दिएँ।